नमस्ते सबैजनालाई मेरो च्यानलमा वेलकम छ। आजको भ्लग चाहिँ हाम्रो 2 वर्ष अगाडिको जम्मू र कश्मीरको भ्लग हो। केही कारणले गर्दा आई लस्ट अल द फुटेज अफ आवर ट्रिप, बट लकिली मेरो मम्मी र बहिनीको फोनमा चाहिँ केही मोमेन्ट्सहरू कलेक्ट भएको थियो। सो लेट्स टेक अ पिक इन्टु इट। दिल्लीको एयरपोर्टै यो चाहिँ अन्डरग्राउन्ड भित्र अर्को स्टेसन हो। ट्रेन स्टेसन ट्रेन स्टेसन हो मम्मी। हिँड्न मेरो सामानमा पर्छ त नि। दिल्लीको स्टेसन आयो। ए नाना ल दिल्लीको स्टेसन आयो। रबिना दिल्लीको स्टेसन हामी अब जम्मू काश्मीर जानलाई तयार हुँदैछौँ। हेर्नु होला है। उधमपुरको एयरपोर्टमा भोलि चाहिँ मन्दिरमा जाने हो। देख्दैछ यता मलाई गरिदिनु ल। ट्रेनको यात्रा चाहिँ कस्तो भएर लास्टमा झन् धेरै रमाइलो भयो। हामी होटल वरुण भन्ने चाहिँ दामी होटल रहेछ है साथीहरू। अनि यस्तो छ स्वाट्टै परेर रेस्नुमा कसरी हेर्नुभएको बुबा? कस्तो भइरहेछ बुबा? गोलमा चाहिँ निद्रा लाग्छ छैन? राम्रो राम्रो भइरहेछ। रातभरि हिँडौँ भनेको त सुट कता यता यस्तो रहेछ हाम्रो एकछिन यहाँबाट त्यहाँ होटल। कस्तो बाहिरबाट चाहिँ क्या दामी देखेको, भित्र पुरै फटफुट रहेछ। तर राम्रो रहेछ नि, रुम त ठिकै हो यतिको। ए ठिकै छ, सबै ठिकै रहेछ रुम चाहिँ। हेलो आमे मेमे आमे आमे मेमे वाइफाई who needs Wi-Fi? Anybody needs Wi-Fi? Hello. म त अहिले जान्छु। अब चाहिँ हामी 12:30तिर कोठा होटल आइपुगेर अनि अब भोलि 4 बजे हिँड्ने अरे, उठ्ने अरे। अनि 5 बजे चाहिँ यहाँबाट दर्शनको लागि हिँड्ने अरे, नुहाइधुवाइ गरेर अरे। त्यही भएर हामीले चाहिँ अब सुत्ने टाइम चाहिँ अब अहिले 12:30 भइसक्यो, अलरेडी 1 बज्न लाग्यो। अब त्यही 3 घन्टा जस्तो सुत्ने टाइम छ। सबैजना यहाँ सुत्ति पनि सक्नुभयो। देवा माइजहरू चाहिँ यहाँ छिटो सुत भन्नुहुँदैछ यहाँ। त्यही भएर अब छिटो सुत्दैन म पाएँ भोलिपल्ट। रिस्मा के गर्दैछस् त? आज अब बिहानै उठेर नुहाइधुवाइ गरेर मन्दिर जानु लागि मान्छेहरू चाहिँ रेडी भइसक्नुभयो। अब हामी देमा पनि आयौँ त, देमा जी
प्रसाद पनि मन्दिरमा ठिक्क चढाउनु पार्नु पर्छ। भएछ है अनि अब म मात्र छु रेसमा नुहाउँदैछौँ मम्मी पनि नुहाउँदैछ हामी अर्को निन्द्रा छौँ भगवान्की जय हामी चाहिँ अर्ली मर्निङ कहाँ जानु लागेको छौँ अर्ली मर्निङ एउटा सिम हुन्छ एक दिन त हो तर भरे त यो बजाउनु ढुकढुक गर्दै हुन्छ कुनै चल्दैन ओहो मेरो कहाँबाट झर अहिले भर्खर झर अब हामी चाहिँ कहाँ लाग्यौँ बहिनी भन त अब मन्दिरतिर जाँदैछौँ। अब हामी चाहिँ मन्दिर पुरा नुहाइ धुवाइ गरिवरी टिक्क भइवरी 3 घन्टा मात्रै सुतेर 3 घन्टा मात्रै सुतेर चाहिँ मन्दिरको लागि जानु लागेको छ। अब त्यहाँ पनि यस्तो उकालो छ कस्तो छ अब थाहा छैन हामीलाई फर्स्ट टाइम हो अब यस्तो हिँडेर जानुपर्ने तर एउटा मन्दिरमा चाहिँ जानुको लागि चाहिँ के रहेछ भने हामी मन्दिरमा चाहिँ खाँदै जाँदा पनि हुने रहेछ खाँदै पिउँदै जाँदा किनभने एकदमै उकालो चढ्नुपर्छ त्यहाँ उकालो हेर्नुहोस् पर यस्तै उकालो छ होला होइन थाहा छैन है कस्तो छ यही माथि चढ्नुपर्ने हो चाहिँ तर हामी चाहिँ अब त्यसको लागि मन्दिरको लागि चाहिँ के लिनुपर्छ भने सरी उयो भएछ मन्दिरको लागि चाहिँ चिट लिनु पर्दो रहेछ त्यो अनि लाइनमा बस्नुपर्छ रहेछ धेरै भिड हुँदो रहेछ मान्छेहरू अलरेडी कति अगाडि अगाडि गइसकेर लिइसक्यो होला अब हामी चाहिँ भर्खर जाँदैछौँ बनाएर यो बनाएर माइ गड नबिग्रनु ल मन्दिर जाने बेलामा अन्डा नबिग्रनु ल भरे खिच्दा पनि हुन्छ हो भरे फर्किँदा भरे कस्तो पर्ने हुन्छ यो चाहिँ नि होला यस्तो क्या यता हेर्नु न सबैजना यता हेर्नु त माइजू हामी यता हेर्नु न मनोकामना गाउँ छैनस् नि छैन
भर्याङबाट आएर आएको यहाँ पर्खिँदा थाकेर मर्ने होला के गर्नु जय माता दी भन्दै हिँडिरहेछ अझै यो माथिको पहाड चढेर फेरि उता पल्लोपट्टि अर्को छ अरे कस्तो फिल भइरहेछ त तिमीलाई Feeling tired, feeling sleepy, but excited too. exhausted Excited. हालत खराब रहेछ हेलो मम्मी देमा हजुर एकछिन यता हेर्दा मम्मी
मान्छेहरू भूत अलिकति अनि सजिलो छ चिल्लाक्स पालामा मसाज लिनु हुँदैछ Fielders are out there. You're saying to the batter, hit it. I've got fielders there. If you can get it over them, give love. मुश्किल बडो मुश्किलले आएको म त सोचेको पनि थिइनँ Laying down here. के खानुभएको हौ देमाजी खै के पान बनारस वाला आएको न खै के पान बनारस वाला यहाँ बनिँदैछ ए उयो गर्नुपर्छ क्या खाने मान्छे माइजू भरे यस्तो गर्नु कि खै के पान बनारस वाला बुवाले पैसा दिँदै गर्दै देखो खै के पान बनारस वाला एकछिन न बुवा मैंने तो